नमस्ते अनि वेलकम। स्वागत छ तपाईहरुलाई नेपाल लयरको अर्को भिडियोमा। सो आजको भिडियोमा हामी कुरा गर्छौं कि हामीले नेपाल लयरको प्रोफाइलमा लिगल सर्भिस भनेर चाहिँ कसरी एड गर्न सकिन्छ। सो ढिला नगरी लेट्स गेट टु द स्क्रिन। सबैभन्दा पहिला हजुरहरु nepallawyer.com मा गएर आफ्नो लयरको प्रोफाइल लगइन गर्नुस्। सो लगइन गरिसकेपछि हजुरले हाम्रो ड्याशबोर्डमा आउनुहुन्छ र ड्याशबोर्डमा हजुरले यहाँ साइडमा लिगल सर्भिस भनेर देख्न सक्नुहुन्छ, लिगल सर्भिस प्याकेजेस भनेर। सो यो लिगल सर्भिस प्याकेजेसमा हामी क्लिक गरौँ। सो यो चाहिँ हाम्रो लिगल सर्भिस प्याकेजेस। अहिले हजुरले डेटाहरु केही पनि देख्नुहुन्न किन भन्दाखेरि हाम्रो अहिले लिगल सर्भिसहरु एड गरेको छैनौं। सो बेसिकली लिगल सर्भिस प्याकेजेस भनेको चाहिँ यो हाम्रो जति पनि लिगल सर्भिस हामीले प्रोवाइड गर्छौं एज एन एडभोकेट, जस्तै कि कोर्ट म्यारेज भयो, डिभोर्सको भयो हैन, अब यिनीहरुको चाहिँ हामीले एउटा प्याकेज बनाएर नेपाल लयरमा लिस्ट गर्न सक्छौं, जहाँबाट क्लाइन्टले चाहिँ प्याकेजको डिस्क्रिप्सन र के इन्क्लुड हुन्छ के इन्क्लुड हुँदैन भनेर यो सर्भिसमा सबै क्लाइन्टले चाहिँ अनलाइनमै देख्न सक्ने भयो। सो यो देखिसकेपछि क्लाइन्टलाई इफ हजुरको सर्भिससँग चित्त बुझ्छ भने हजुरसँग उहाँले चाहिँ प्याकेज किनेर डाइरेक्टली लिगल सर्भिस प्याकेज पनि कन्सल्ट गर्न सक्नुहुन्छ। हजुरले यहाँ हाम्रो लिगल सर्भिस प्याकेजेस भनेर देख्न सक्नुहुन्छ। सो यसमा अहिले हाम्रो नो डेटा अवेलेबल इन द टेबल भनेर देखाइरहेको छ, किन भन्दाखेरि हामीले अहिले यसमा लिगल सर्भिस प्याकेज एड गरेका छैनौं। सो यो लिगल सर्भिस प्याकेज एड गर्नको लागि हजुरले यहाँ एड लिगल सर्भिस भनेर बटन देख्न सक्नुहुन्छ। सो यो बटनमा क्लिक गर्नुस्। सो यहाँ क्लिक गरेर ओपन भएपछि हामीले चाहिँ लिगल सर्भिस प्याकेजेस भनेर यहाँ देख्न सक्छौं। लिगल सर्भिस प्याकेजेसमा चाहिँ हजुरको लिगल सर्भिस नेम, अब यो सर्भिसको नाम कुन हो, कोर्ट म्यारेज, डिभोर्स के हो, यो चाहिँ हजुरले यहाँ ड्रप डाउनबाट चुज गर्न सक्नुहुन्छ। ठीक छ। हजुरको अनि प्र्याक्टिस एरिया, प्राइस अनि सर्ट डिस्क्रिप्सन एन्ड टर्म्स अफ युज भनेर हजुरले फर्स्ट पेजमा देख्न सक्नुहुन्छ। सो यहाँनिर हामी अहिलेको लागि कोर्ट म्यारेज नेपाली टु नेपाली गर्छौं भनेको कोर्ट म्यारेज सर्भिस अहिले मैले लिगल सर्भिस प्याकेजमा हाल्न लागिरहेको छु र यसमा चाहिँ यो चाहिँ दुईटै ब्राइड र ब्राइडग्रुम नेपाली सिटिजन हुनुपर्छ। ओके। सो यसमा प्र्याक्टिस एरियामा कोर्ट म्यारेज भनेर सेट गर्नुस् हैन। यहाँबाट हजुरको ड्रप डाउनमा हजुरले प्र्याक्टिस एरियाहरु चुज गर्न सक्नुहुन्छ। सो यसमा चाहिँ म इन्टरनेशनल कोर्ट म्यारेज भनेर चुज गर्छु। सो यो कोर्ट म्यारेजको लागि म चाहिँ मेरो प्राइसिङ भनेको 15,000 नेपाली रुपीस गर्छु। ओके। सो यो 15,000 को प्याकेज कोर्ट म्यारेज प्याकेज। सो अब यो कोर्ट म्यारेज प्याकेजमा चाहिँ हाम्रोमा के इन्क्लुड डिस्क्रिप्सनमा र के राख्ने भनेर चाहिँ अब म हजुरलाई यहाँ भिडियोमा बताउँछु। सो हजुरको सर्ट डिस्क्रिप्सनमा कोर्ट म्यारेजको लागि अब हजुरले हैन के गर्नुहुन्छ भनेर एउटा सर्ट डिस्क्रिप्सन हाल्दिनु। सो यो डिस्क्रिप्सन चाहिँ मैले अलरेडी रेडी बनाएर राखेको छु। सो यो रेडी बनाएर राखेको डिस्क्रिप्सनलाई चाहिँ म यहाँ कपी पेस्ट गर्छु। ओके। सो हाम्रो सर्ट डिस्क्रिप्सन भयो। अनि डिस्क्रिप्सनमा हजुरले चाहिँ यो सर्भिसको बारेमा केही अलिअलि एक्सप्लेन गरेर राख्न पर्ने हुन्छ, जस्तै कि मैले यहाँ दिस सर्भिस प्रोवाइड्स एन्ड टु एन्ड लिगल सपोर्ट फर कपल्स सिकिङ टु रेजिस्टर देयर म्यारेज थ्रु कोर्ट इन नेपाल भनेर स्टार्ट गरेर राखेको छु डिस्क्रिप्सन। सो यो डिस्क्रिप्सन चाहिँ हाम्रो क्लाइन्टले फ्रन्ट एन्डमा देख्न सक्छ। सो यसमा टर्म्स अफ युज भनेर छ। अब यो टर्म्स अफ युज चाहिँ हजुरको यो चाहिँ हजुरको एउटा टर्म्स एन्ड कन्डिसन्स भने जस्तै हो। ओके। सो टर्म्स एन्ड युज पनि मैले अलरेडी सेट गरेर राखिसकेको छु। सो यो म यहाँ ल्याउँछु अनि कपी पेस्ट गरेर राखिदिन्छु। ओके। सो यो हो हाम्रो टर्म्स अफ युज। त्यसपछि हजुरले यहाँ स्क्रिनमा हाम्रो क्रिएट, इन्क्लुड र एक्सक्लुड भन्ने अप्सन देख्न सक्नुहुन्छ। ठीक छ। सो यसमा चाहिँ हजुरले एउटा प्याकेजको ब्रेकडाउन गर्नुभयो, प्याकेजको एउटा लेआउट बनाउनु भयो। सो यो प्याकेजमा चाहिँ अब सर्भिस के इन्क्लुड गर्ने र के इन्क्लुड नगर्ने भनेपछि चाहिँ हजुरले यहाँ इन्क्लुड र एक्सक्लुड देख्न सक्नुहुन्छ। सो यो म इन्क्लुडमा क्लिक गर्छु। सो यो इन्क्लुडमा क्लिक गरेपछि यहाँनिर चाहिँ हामीले इन्क्लुड आइटम भनेर देख्न सक्नुहुन्छ, यहाँ सर्भिस इन्क्लुड्स भनेर। सो यो कोर्ट म्यारेजको सर्भिसमा चाहिँ म के सर्भिस प्रोवाइड गर्छु र के गर्दिन भनेर चाहिँ हामीले यहाँ पहिल्यै मेन्सन गर्न पर्ने हुन्छ। ठीक छ।
सो जस्तै कि कोर्ट म्यारेजकोमा म ड्राफ्टिङ अफ कोर्ट म्यारेज एप्लिकेसन चाहिँ इन्क्लुड गरिदिन्छु। ओके, सो यो इन्क्लुडमा हामीले एड इन्क्लुड गरेर राख्नुपर्ने हुन्छ। यसमा चाहिँ हामीले एक एकवटा गरेर हामीले के गर्छौँ भनेर पोइन्ट बाई पोइन्ट एड गर्नुपर्ने हुन्छ। ठिक छ, सो त्यसरी म सबै पोइन्टहरू एड गर्दै जान्छु। ओके, जस्तै कि हजुरले हेर्न सक्नुहुन्छ मैले यहाँनिर सम कुनै कुनै पोइन्टहरू बनाएर यसरी एक एकवटा गरेर आइटमहरू इन्क्लुड गरेँ। सो यो चाहिँ मेरोमा अब इन्क्लुडेड भनेर यो सर्भिसहरू चाहिँ म मेरो यो कोर्ट म्यारेजको सर्भिस प्याकेजमा चाहिँ प्रोभाइड गरिदिन्छु। ठिक छ, सो यसरी नै हामीले एक्सक्लुड पनि इन्क्लुड गर्नुहुन्छ। यो एक्सक्लुड भनेको चाहिँ हजुरको विच इज नट इन्क्लुडेड। अब यो काम गर्न पर्यो भने चाहिँ क्लाइन्टले आफै गर्न पर्ने हुन्छ भनेर चाहिँ हामीले यसमा एक्सक्लुड सर्भिस भनेर राख्न सक्छौँ। जस्तै कि एक्सक्लुड सर्भिसमा अब कोर्ट फाइलिङ फी भनेर छ हाम्रो 1000 रुपियाँ। सो यो 1000 रुपियाँ चाहिँ क्लाइन्टले सेपरेटली पे गर्न पर्ने हुन्छ। त्यसरी नै म अरू के एक्सक्लुड हुन्छ भनेर यहाँ एड गर्छु। ओके, सो मैले अब इन्क्लुड र एक्सक्लुड दुइटै यसमा एड गरिसकेको छु। सो म अब एड लिगल सर्भिस भनेर चाहिँ सेभ गर्छु। सो एड लिगल सर्भिस मेरो चाहिँ सेभ भइसकेको छ र हजुरले यहाँ नोटिस पनि देख्न सक्नुहुन्छ। लिगल सर्भिस क्रिएटेड सक्सेसफुल्ली, योर लिगल सर्भिस विल बी पब्लिक व्हेन एडमिन एप्रुभ्स द प्याकेज। अब यो हजुरको लिगल सर्भिस प्याकेज चाहिँ अहिले सबमिसनको लागि भएर गएको छ। सो यहाँनिर हजुरले जस्तो कि देख्न सक्नुहुन्छ इज अप्रुभ नो र पब्लिस नो। सो यताबाट अब हजुरले यो प्राइसमा चाहिँ हजुरको लिगल सर्भिस कतिवटा बुक भयो भनेर हजुरले यहाँ पनि देख्न सक्नुहुन्छ बुकिङ काउन्ट भनेर। ओके, सो यो चाहिँ अब नेपाल लयरको टिमले, नेपाल लयरको एक्सपर्ट टिमहरूले उहाँ उताबाट चाहिँ हजुरहरूको प्याकेज भेरिफाई गर्नुहुन्छ र सबै ठिक छ, करेक्ट छ भने चाहिँ हजुरको एप्रुभ भएर यो अटोमेटिकली हजुरको प्रोफाइलमा लिस्टिङ हुन्छ। जस्तै कि अब अहिले मैले nepallawyer.com गएर हेरेँ भने मेरो चाहिँ प्रोफाइलमा लिगल सर्भिस प्याकेज हजुरले देख्नुहुन्न, किन भन्दाखेरि मेरो अहिले यो एप्रुभ भएको छैन। ठिक छ, सो यो एप्रुभ भएपछि बल्ल हाम्रो चाहिँ प्रोफाइलमा लिगल सर्भिस प्याकेज देखिन्छ। मेरो चाहिँ लिगल सर्भिस प्याकेज अहिले एप्रुभ भएर आइसकेको छ। सो यो पेजलाई मैले रिफ्रेस गरेर हेरेँ भने अब अहिले चाहिँ मेरो यहाँनिर हजुरले इज अप्रुभड यस र इज पब्लिस्ड यस भनेर देख्न सक्नुहुन्छ। र यदि म मेरो प्रोफाइलमा गएर यहाँ मैले रिफ्रेस गरेँ भने हजुरले चाहिँ यहाँनिर मेरो प्याकेज एड भएको देख्न सक्नुहुन्छ। ठिक छ, सो यहाँनिर अब मैले प्याकेजमा क्लिक गरेर हेरेँ भने यहाँनिर चाहिँ मैले सबै डिटेल्सहरू देख्न सक्छु। जस्तै कि मेरो डिस्क्रिप्सन चाहिँ यहाँ छ। ओके, यहाँनिर क्लाइन्टले पढ्न सक्छ। सो ड्राफ्टिङ अफ कोर्ट म्यारेज एप्लिकेसन भनेर मैले चाहिँ यहाँ इन्क्लुडेडमा राखेको थिएँ। सो इन्क्लुडेड यति भइहाल्यो मेरो चाहिँ। ओके, सो एक्सक्लुडेडमा चाहिँ यति छ। एक्सक्लुडेड भनेको चाहिँ वाट्स नट इन्क्लुडेड इन द सर्भिस प्याकेज। ठिक छ, अब क्लाइन्टलाई कुनै रिलेटेड एडिसनल डकुमेन्टहरू बनाउनु पर्यो भने नोटरी र ट्रान्सलेसन बाहेक अरू चाहिँ उहाँले छुट्टै पे गर्नुपर्ने हुन्छ। ठिक छ, सो यसरी मैले बनाउन सक्छु। सो अर्को भनेको हाम्रो चाहिँ टर्म्स अफ युज। सो टर्म्स अफ युज पनि यहाँनिर क्लाइन्टले पढ्न सक्नुहुन्छ। जस्तै कि सर्भिस इज एप्लिकेबल ओन्ली फर म्यारेज बिट्विन टु इलिजिबल नेपाली सिटिजन्स, होइन। सो जो सरकारले तोकेको वर्षभन्दा एजभन्दा उहाँहरू ठुलो पुग्नु भएको छ भने, क्रस गर्नु भएको छ भने चाहिँ उहाँहरूले कोर्ट म्यारेज गर्न पाउने हुनुभयो भनेर हामीले चाहिँ यसरी यहाँ टर्म्स अफ युज पनि हालिदिन सकिन्छ। ठिक छ, सो यसरी हामीले कोर्ट म्यारेजको लिगल सर्भिस प्याकेज चाहिँ आफ्नो लयरको प्रोफाइलमा अपलोड गर्न सक्छौँ। सो यो गरेपछि कस्टमरहरूले चाहिँ अथवा क्लाइन्टहरूले डाइरेक्टली यहाँबाट बाई नाउमा क्लिक गरेपछि उहाँहरूले चाहिँ यतैबाट पेमेन्ट गरेर बुक गर्न सक्नुहुन्छ। र यो बुक भएपछि लयरलाई पनि नोटिफिकेसन जान्छ र क्लाइन्टलाई पनि नोटिफिकेसन जान्छ कि यो सर्भिस सक्सेसफुल्ली बुक भएको छ भनेर।
यसरी नै हजुरहरूले अब हजुरहरूलाई डिभोर्सको प्याकेज एड गर्न मन लाग्छ अथवा अरू केही मुद्दाहरूको प्याकेजहरू एड गर्न मन लाग्छ भने हजुरहरूले नेपाल लयर सर्भिसेसमा यसरी प्याकेज बनाएर चाहिँ आफ्नो सर्भिस प्रोभाइड गर्न सक्नुहुन्छ। ओके, सो आजको भिडियोलाई यति नै। सो नेक्स्ट भिडियोमा हामी लयरको प्रोफाइलमा केस म्यानेजमेन्ट सिस्टम भनेर चाहिँ हामी कुरा गर्छौँ। सो यो केस म्यानेजमेन्ट सिस्टम चाहिँ अलिकति हामी सेगमेन्ट बनाएर जान्छौँ, पार्ट बाई पार्ट बनाएर जान्छौँ, किन भन्दाखेरि यो अलिकति लामो हुनेवाला छ। हस् त, सबै भिडियो हेरिदिनु भएकोमा धन्यवाद र हामी भेट्छौँ अब अर्को भिडियोमा। नमस्ते।